मिन्नासान कोन्निचिवा म चाहिँ जापानिज भाषा सिकाउने शिक्षक हुँ। जापानिज ल्याङ्ग्वेजलाई जापानिज भाषामा चाहिँ निहोन्गो भनिन्छ। There are 3 types of Japanese language. 3 टाइपको चाहिँ जापानिज ल्याङ्ग्वेजहरू हुन्छ। 1 नम्बरमा चाहिँ रहेको छ हिरागाना, 2 नम्बरमा रहेको छ कातागाना, 3 नम्बरमा रहेको छ खान्जी। हिरागाना भनेको चाहिँ के हो भने प्योर जापानिज अल्फाबेट हो। अनि कातागाना भनेको चाहिँ हामीले जुन अङ्ग्रेजी भाषाहरू युज गरिन्छ नि बिचबिचमा, त्यो चाहिँ कातागानामा लेख्ने गरिन्छ। खान्जी भनेको चाहिँ साङ्केतिक अक्षर हो। फर्स्टमा हामी पढ्नेछौँ हिरागाना। अनि तपाईँहरूलाई सजिलो हुन्छ भनेर चाहिँ मैले चाहिँ एउटा फर्मुला बनाइदिएको छु। यो फर्मुला चाहिँ तपाईँहरूले याद गर्नुभयो भने तपाईँहरूलाई हिरागाना पढ्न सजिलो हुनेछ। फर्मुला रहेको छ आ का सा ता ना हा मा या रा वा न। यो चाहिँ अगाडि अगाडि युज हुन्छ, हेर्न सक्नुहुन्छ। आ का सा ता ना हा मा या रा वा न। यो सजिलो भयो भने यो पछाडिको त आइहाल्छ। हेर्नुहोस् है अब कसरी। आ इ उ ए ओ भन्नुहोस् त ल सँगसँगै। आ इ उ ए ओ। यो आको सिद्धियो है। अब त्यसपछि के को आउँछ? काको। हेर्नुमै काको यहाँ छ। ता कि कु के को। फेरि भन्नुहोस् त सँगसँगै। का कि कु के को। गुड। अब आयो त्यसपछि सा। सा सी सु से सो। फेरि भन्नुहोस् ल तपाईँहरू पनि। सा सी सु से सो। अब त्यसपछि के छ? सा सिद्धियो। अब ताको पालो। ता ची चु ते तो। फेरि भन्नु सँगै। ता ची चु ते तो। अब के को पालो आयो त माथि हेर्नुहोस्। तापछि ना। ना नि नु ने नो। ना नि नु ने नो। ओके। अब त्यसपछि के को पालो आयो? हाको। हा हि फु हे हो। फेरि भन्नुहोस् सँगै। हा हि फु हे हो। अब त्यसपछि आयो माको टर्न। सँगसँगै भन्नुहोस् है तपाईँहरूले पनि, नभनिकन आउँदैन नि फेरि। मा मी मु मे मो। मा मी मु मे मो। त्यसपछि के को आयो? या। या यु यो। यो त कति सजिलो छ, 3टा मात्रै छ। या यु यो। अब त्यसपछि पालो आयो राको। रा रि रु रे रो। रा रि रु रे रो। अब त्यसपछि के को आयो? वाको पालो। वा वो। यो त 2टा मात्रै, कति सजिलो हेर्नुहोस् त। वा वो। अनि लास्टमा रहेको चाहिँ एउटा न। न। ल अब लास्टमा सँगै भन्ने है, सबै एकैचोटि ल। आ इ उ ए ओ का कि कु के को सा सी सु से सो। ता ची चु ते तो। ना नि नु ने नो। हा हि फु हे हो। मा मी मु मे मो। या यु यो। रा रि रु रे रो। वा वो न। मिन्नासान, मलाई लाग्छ तपाईँहरूले मैले पढाएको बुझ्नुभयो होला। अनि तपाईँहरूले प्र्याक्टिस गरेर अब भोलि अर्को पार्ट लिएर आउँछु। भोलि चाहिँ हामी पढ्नेछौँ कातागाना। सो यतिलाई चाहिँ प्र्याक्टिस गर्नु होला आज।
अहिले बेसीदेखि नै मिहिनेत गऱ्यो भने पछि गएर एकदम सजिलो हुन्छ त्यसैले अल्फाबेटहरू चिन्दा चाहिँ तपाईँहरूले एकदम मिहिनेत गर्नुहोस् मिहिनेत गरेपछि नहुने केही पनि छैन अनि यो चाहिँ मेरो नयाँ आइडी हो कृपया तपाईँहरू सबैले फलो गरिदिनु होला लाइक कमेन्ट अनि सेयर पनि गरिदिनु होला अनि मेरो माथि प्रोफाइलमा लिङ्क राखिदिएको छु युट्युब च्यानलको त्यहाँ पनि गएर तपाईँहरूले नबुझेको कुराहरू सोध्न सक्नुहुन्छ आजलाई चाहिँ यति नै बाई बाई